आज चाहिँ घाम लागेको छैन, सो मैले बाबुको लुगा बाल्कनीमा नै टाङ्दिएको छु। दुध अनि टोस्ट खाएँ नास्तामा आज। अनि बुढो पनि कुरा गर्दै हुनुहुन्छ बाबुसँग, सँगै बाउ छोराको गुड मर्निङ भएको छ आज। अनि यता देख्न सक्नुहुन्छ खुर्सानी पोहोर लगाएको, अहिले चाहिँ फेरि पलाइरहेको छ है। र यहाँ जम्मु टिपेर म तरकारीको लागि टिप्दैछु, कस्तो मजाको होइन भएको छ। केराउ अनि चना मैले बोइल गरेको थिएँ, आलु पनि। अनि यता बनाउने तयारी गर्दैछु तरकारी, हेर्न सक्नुहुन्छ। आफ्नै वेबाट बनाउँछु म चाहिँ होइन, मेरो आफ्नै तरिका हुन्छ हरेक रेसिपीको। अनि मिठो पनि हुन्छ जे होस् होइन, खाना चाहिँ मिठै बनाउँछु भन्नुहुन्छ मलाई बुढोले पनि अनि अरू धेरैले पनि होइन। अनि खाना चाहिँ रेडी भइसकेको छ। त्यसपछि बजारतिर आएको छु म बाबुलाई लिएर हल्का खत्र्याङ मत्र्याङ किन्नलाई होइन, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म हल्का फुल्का मेरो लागि सामान लिन आएको छु। डेली युजको लागि चाहिँ कानमा लगाउने हेरिरहेको थिएँ मैले। अनि एउटा चाहिँ सानो सानो पोते होइन, बाबुले खाली तानिदिन्छ कि लामो लामो लगाएर छोटो खालको लिने भनेको छु। अनि एउटा चाहिँ फ्यान होइन, फ्यान त छ घरमा, फेरि बाबुलाई चाहिँ चिसो हुन्छ भनेर गर्मी हुँदाखेरि कति बेला आफूलाई हम्कन हुन्छ भनेर चाहिँ लिने। अनि एउटा लिपस्टिक लिने प्लान छ। त्यसपछि अहिले हल्का खत्र्याङ मत्र्याङ होइन रासन लिनलाई आएको छु भनौँ न। नास्ता खाने चिजहरू पनि सकेको थियो मेरो। अनि बाबु चाहिँ रोएर एकदमै हटाइरहेको थियो। अनि बाबुसँग मैले यति धेरै सामानहरू चाहिँ लिएर आएँ एकैचोटि, तरकारी रासन सबै गरेर। बाबुको पेम्पस पनि आएको थियो। अनि यो पेम्पस पनि मैले बाटोमा नै रिसिभ गरेर लिएर आएको होइन, बाबुलाई एकछिन खाटमा भुलाइदिएँ। त्यस पछाडि हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो फेभरेट भएको छ। अहिले मैले 3-4वटा युज गरेँ, त्यस पछाडि यो चाहिँ मेरो फेभरेट अहिले बाबुको लागि चाहिँ युज गरिरहेको छु मैले होइन। अनि हेर्न सक्नुहुन्छ खत्र्याङ मत्र्याङ लिएर आएको छु है, छोटो पोते लिएर आएको छु डेली युजको लागि होइन। यो फ्यान भयो, लिपस्टिक भयो, यस्तै होइन चाहिराख्ने चिजहरू चाहिँ एकदमै खाँचो भइरहेको थियो मलाई, जुन चिजहरू त्यही लिएर आएको छु। अनि त्यसपछि यता पनि यो नास्ताको लागि मेरो होइन मुस्ली भन्छु, मुस्ली भनौँ न होइन। त्यसपछि अब देख्न सक्नुहुन्छ खत्र्याङ मत्र्याङ जिरा सिरा, अब कहिले नास्ता खानालाई अब मुङको दाल मोट बिस्कुटहरू भयो, टोस्टहरू भयो, तेल पनि सकिन लागेको छ, मसलाहरू दालहरू गेडागुडीहरू यस्तै सबै लिएर आएको छु देख्न सक्नुहुन्छ। अनि यता चाहिँ बाबुले थोरै बनाना खाँदैछ त्यो भाँडोमा। अनि त्यसपछि अब यो सफा गर्ने प्लान छ मेरो, एकदमै क्लिन बनाउने विचारमा छु है। र बाबु यता मजाले खेलिरहेको छ। अनि एकछिन बाबुसँग पनि बस्नुपर्छ। अनि फेरि बाबुलाई सुताउने कोसिस गर्दै थिएँ, उठ्यो। अनि फेरि हाहा बाबु भन्दै एकछिन बोलाएको, अनि फेरि निदायो उति बेलै। अनि फेरि मकै भुटेर खाजा खाने तयारी। अनि साँझपख फेरि यहाँ बाबुको सामानहरू चाहिँ यसरी सेट गरेर राखिदिएको छु। लुगा पनि उठाएर पटाएर अब थन्काइदिँदैछु यो भित्र बाबुकै टेबलभित्र सबै सामानहरू एकै ठाउँमा राखेको छु। अहिले चाहिँ हामी सुत्ने तयारीमा।